राजा वीरेन्द्रको सपना पूरा गर्दै बालेन शाहले उदयपुर सिमेन्ट उद्योगलाई पुनर्जीवित पार्ने खुसीको खबर सुनाएका छन्। वार्षिक अरबौं कमाएर दिने गैंडाछाप सिमेन्ट रातारात भूमाफियाको कब्जामा कसरी पर्न गयो, यसमा केपी शर्मा ओलीको हात के छ? भिडियोलाई पुरा हेरी सेयर गर्न नबिर्सिनुहोला। यो उद्योग इतिहास पञ्चायतकाल राजा वीरेन्द्रसँग जोडिन जान्छ। 2044 सालमा नेपाल सरकार र जापानिज सरकारको पूर्ण अनुदान एवं प्राविधिक सहयोगमा यसको स्थापना भएको थियो। जापानिज प्रविधि र मेसिनरी प्रयोग गरेर बनाइएको यो उद्योगले 2049 सालदेखि आफ्नै उत्पादन सुरु गर्यो। सुरुको दिनहरूमा 500 कर्मचारीले प्रत्यक्ष जागिर पाइरहेका थिए भने हजारौं स्थानीयहरूले रोजगार गरिरहेका थिए। 2073-74 सालसम्म आइपुग्दा यो उद्योगले वार्षिक अरबौंको व्यापार गर्थ्यो भने राज्यलाई करोडौंको नाफा बुझाइरहेको थियो। यो समय उदयपुर सिमेन्ट उद्योगको गोल्डन समय चलिरहेको थियो। तर पछि बहुदलीय व्यवस्थापन र गणतन्त्र आएसँगै यो उद्योगमा राजनीतिक दलका कार्यकर्ताहरूको भर्ती केन्द्र बन्यो। प्रत्येक नयाँ मन्त्री फेरिए, नयाँ महाप्रबन्धक नियुक्त गरियो, जसको काम उद्योग सुधार्नु नभएर कमिसन खानु मात्रै थियो। 30 वर्ष पुरानो जापानिज मेसिनहरू जानी जानी मर्मत गरिएन, अपडेट गरिएन, ताकि उद्योगको उत्पादन घटोस् र निजी सिमेन्टहरूले बजार कब्जा गरोस्। हद त तब भयो जब निजी क्षेत्रभन्दा महँगो मूल्यमा कोइला खरिद गरेर करोडौंको भ्रष्टाचार गरियो। कुनै समय अरबौंको फाइदा कमाएर दिने उदयपुर सिमेन्ट बिस्तारै दैनिकी 73 लाखदेखि 1 करोडसम्म घाटामा जान लाग्यो। कुव्यवस्थापनले थला परेको यो उद्योगलाई 2082 सालमा केपी शर्मा ओली नेतृत्व सरकारले पूर्ण रूपमा बन्द गर्ने निर्णय गर्यो। ओली सरकारले उद्योग मात्रै बन्द गरेन, यसको सबैभन्दा ठूलो शक्ति चुनढुङ्गा खानी उत्खनन अनुमति पत्र समेत खारेज गरिदियो। हजारौं नेपालीहरूको रोजगार गुम्यो। ओलीको यो निर्णयले सिधै निजी माफिया र खानी हडप्न खोज्ने बिचौलियाहरूको बाटो खोलिदियो। सरकारले उद्योग मारेपछि बजारमा निजी सिमेन्टहरूको एकाधिकार कायम भयो। तर माफियाहरूको यो खेल लामो समयसम्म टिक्न भने पाएन। अहिले बालेन नेतृत्व सरकारले यो उद्योगलाई मर्न नदिने एउटा साहसी कदम चालेको छ। हालै बसेको मन्त्री परिषदको बैठकले केपी शर्मा ओलीको निर्णयलाई उल्टाउँदै उदयपुर सिमेन्ट उद्योग खानी उत्खनन गर्न अनुमति पत्र नवीकरण गरिदिएको छ। सरकारले खानी विभागलाई तिर्न बाँकी 75 लाख रुपियाँ बकौता रकम समेत तिरिसकेको छ। अब योग्य महाप्रबन्धक नियुक्त गरेर दैनिकी 84,000 मेट्रिक टनको पूर्ण क्षमतामा चलाउने तयारी भइरहेको छ। देश बनाउन चाहेको व्यक्तिले लिएको निर्णय र देश बिगार्न चाहेको व्यक्तिले लिएको निर्णयमा हामी सहजै फरक छुट्याउन सक्छौँ। 30 वर्षसम्म सङ्घर्ष गरिरहेको हाम्रो देशले अब नयाँ पालुवा पलाउँदैछ। राजा वीरेन्द्रले देखेको यो सपना बालेन शाहले पुरा गर्न सक्लान् त? कमेन्ट गर्नुहोला।